काठमाडौँको उपत्यका जहाँ बिहानको पहिलो घाम स्वयम्भूको सुनौलो गुम्बामाथि परेर इतिहासलाई फेरि जागृत गराउँछ, जहाँ मन्दिरका घन्टीहरू केवल ध्वनि होइनन्, समयका साक्षी हुन्, र जहाँ हरेक साससँगै हजारौँ वर्ष पुरानो परम्परा बाँचिरहेको छ। त्यहाँबाट सुरु हुन्छ एउटा कथा, शक्ति, शपथ र विश्वासको कथा। के सत्ता केवल कुर्सी हो? के नेतृत्व केवल चुनावको परिणाम हो? वा यसको जरा अझै गहिरो छ? इतिहास र धर्म ब्रह्माण्डीय विश्वाससँग जोडिएको छ। जब हामी आजको नेपालमा कुनै नेता शपथ लिँदै गरेको दृश्य देख्छौँ, शङ्खको आवाज, मन्त्रको उच्चारण, भिक्षुहरूको शान्तिपाठ, यसले हामीलाई अचम्मित तुल्याउन सक्छ। तर यो केवल एउटा औपचारिक कार्यक्रम होइन, त्यो हजारौँ वर्षदेखि चल्दै आएको एउटा जीवित परम्पराको निरन्तरता हो। र यो परम्परा सुरु हुन्छ लिच्छवी कालबाट। लिच्छवी युग नेपालको सभ्यता, प्रशासन र धर्मको एउटा स्वर्ण काल, जहाँ राजा केवल शासक थिएन, उनी धर्मका संरक्षक थिए। त्यति बेला सत्ता प्राप्त गर्नु केवल राजनीतिक प्रक्रिया थिएन, त्यो एउटा दैवीय स्वीकृति प्राप्त गर्नु जस्तो मानिन्थ्यो। जब नयाँ राजा सिंहासनमा बस्थे, त्यो क्षणलाई ब्रह्माण्डसँग मिलाएर तय गरिन्थ्यो। ग्रह, नक्षत्र, तिथि, वार सबै गणना गरेर शुभ साइत निकालिन्थ्यो, किनकि विश्वास थियो कि यदि शक्ति गलत समयमा लियो भने शासन अस्थिर हुन्छ, र यही समयमा सही विधिले लियो भने राज्यमा शान्ति, समृद्धि र स्थायित्व आउँछ। अभिषेकको समयमा पवित्र नदीको जल प्रयोग गरिन्थ्यो, मन्त्रहरू उच्चारण गरिन्थे, ब्राह्मणले यज्ञ गर्थे। यो सबै मिलेर एउटा सन्देश दिन्थ्यो, यो शासन केवल मानवद्वारा होइन, दैवी शक्तिद्वारा पनि स्वीकृत छ। लिच्छवी शिलालेखहरूमा बारम्बार धर्म र राज्यसँगै उल्लेख गरिएको पाइन्छ, जसले देखाउँछ कि नेपालमा शासन सधैँ नै आध्यात्मिक आधारमा उभिएको थियो। समय अगाडि बढ्छ, मल्लकाल आउँछ र परम्परा अझै भव्य बन्छ। मल्ल राजाहरूले केवल शासन गरेनन्, उनीहरूले संस्कृति निर्माण गरे। दरबार स्क्वायरहरूमा केवल प्रशासनिक केन्द्र होइन, सांस्कृतिक र धार्मिक ऊर्जाका केन्द्रहरू बने। शपथ ग्रहण अब केवल एउटा अनुष्ठान रहेन, त्यो जनता सामु हुने भव्य समारोह बन्यो। शङ्ख, घन्टी, धूप, दीप, नाच, बाजा सबै मिलेर एउटा यस्तो वातावरण सिर्जना हुन्थ्यो जहाँ शक्ति र धर्म एकैसाथ उपस्थित हुन्थे। बौद्ध र हिन्दू परम्परा सँगसँगै चल्थे, भिक्षु र ब्राह्मण एउटै कार्यक्रममा सहभागी हुन्थे। यो मिश्रणले नेपाललाई अनौठो बनायो। यहाँ शक्ति केवल शासन होइन, सन्तुलन थियो, धर्म र राजनीतिक बीचको सन्तुलन। त्यसपछि आउँछ शाहकाल। पृथ्वीनारायण शाहको उदय, उनले नेपाललाई एकीकरण गरे, तर उनले परम्परालाई कहिले तोडेनन्। उनले बुझ्थे कि देश केवल भूगोलले होइन, संस्कारले बाँधिन्छ। त्यसैले शपथ, पूजा, ज्योतिष यी सबैलाई निरन्तरता दिइयो। उनको शासनमा पनि शक्ति ग्रहण गर्दा शुभ साइत, मन्त्र, पूजा अनिवार्य थियो, किनकि उनी जान्दथे जनताको विश्वास बिना शासन टिक्दैन र जनताको विश्वास परम्परासँग जोडिएको हुन्छ। समय फेरिन्छ, राजतन्त्र समाप्त हुन्छ, लोकतन्त्र आउँछ, संविधान लेखिन्छ, तर एउटा कुरा बदलिएन, शपथको महत्त्व। आज पनि प्रधानमन्त्री, मन्त्री, मेयर सबैले शपथ लिन्छन्, तर केवल फरक तरिकाले, संविधानका नाममा, देशका नाममा, जनताको नाममा। तर त्यो शपथ अझै पनि केवल कानुनी शब्द होइन, त्यो एउटा नैतिक प्रतिज्ञा हो। र यही आधुनिक लोकतान्त्रिक संरचनाभित्र पुरानो परम्परा अझै बाँचिरहेको छ। शङ्ख अझै बज्छ भन्ने लागिरहेको छ, मन्त्र अझै पढिन्छन्, शुभ साहित्य अझै खोजिन्छ भन्ने कुरा यतिखेर फेरि आएको छ। र यही क्षणमा प्रवेश गर्छन् बालन शाह, एक फरक पृष्ठभूमिबाट आएका नेता। र्यापको संसारबाट, विद्रोहको आवाजबाट, सिस्टमको आवाजबाट, सिस्टमकै केन्द्रमा पुगेका व्यक्ति। जब बालन शाह शपथ लिन्छन्, त्यो केवल व्यक्तिगत उपलब्धि होइन, त्यो एउटा प्रतीक हो, पुरानो र नयाँ सङ्गम। दिउँसोको 12:34 बजे शपथको समय तय भएको छ। त्यो केवल घडीको समय होइन, त्यो ब्रह्माण्डसँगको तालमेल हो। जब 7वटा शङ्ख बज्छन्,
त्यो केवल ध्वनि होइन, त्यो नकारात्मक ऊर्जा हटाउने विश्वास हो। जब 108 जना ब्राह्मणले स्वस्ति शान्ति पाठ गर्छन्, त्यो केवल एउटा मन्त्र होइन, त्यो पूर्णताको प्रतीक हो। जब 16 जना बौद्ध भिक्षुले अष्टमङ्गल पाठ गर्छन्, त्यो केवल धार्मिक क्रिया होइन, त्यो शान्ति र समृद्धिको आह्वान हो। र जब 2:25 बजे पदभार ग्रहण हुन्छ, त्यो केवल औपचारिक होइन, त्यो शक्ति हस्तान्तरणको पवित्र क्षण हो। यो सबै देख्दा प्रश्न उठ्छ कि यसले साँच्चै देश बदल्छ? सायद प्रत्यक्ष रूपमा होइन, तर अप्रत्यक्ष रूपमा हो, किनकि यस्तो अनुष्ठानले जनताको मनोविज्ञानमा प्रभाव पार्छ। मानिसहरू विश्वास गर्छन् यो नेतृत्व शुभ छ, यो समय सही छ र राजनीतिक केवल नीतिले होइन, विश्वासले चल्छ। बालन शाहको शपथले एउटा सन्देश दिन्छ, नेपाल बदलिँदैछ तर आफ्नो जरा छोडेको छैन। आधुनिक सोच तर परम्पराको सम्मान, यो मिश्रण नै नेपालको भविष्य हुन सक्छ। तर अन्त्यमा प्रश्न अझै बाँकी छ कि यो शुभ साहित्यले नेपाललाई नयाँ दिशातर्फ लैजाँदैछ? के बालन शाहले परम्परा र आधुनिकताको सन्तुलन मिलाएर नयाँ राजनीतिक संस्कार निर्माण गर्नेछन्? कि यो केवल इतिहासको पुनरावृत्ति मात्रै हुनेछ?